साथीहरु सो वेलकम ब्याक टु माई न्यू ब्लग भन्न चाहन्छु। अनि मैले चाहिँ धेरै पछि ब्लग बनाउँदैछु हैन। इक्जाम सकिसकेपछि चाहिँ सो भने अनि आज चाहिँ हामी एउटा नयाँ ठाउँमा जाँदैछौँ। सो पछाडि देखिराख्नुहोस् होला, नभन्न त चाहिँ अहिले नि। अनि अहिले चाहिँ हामी यो बारबिसे कन्ट्रीमा यो हाइडोबाट चाहिँ अहिले हामी त माथि आउँदैछौँ। रुको जरा सबर। अनि हाइडेको सुरु हो यो। हामी चाहिँ कति बजी हिँडेको हो भने बिहानै 5 बजी उठेर 4 बजी हिँडेको। एउटा युनिट जाने हो त। सो म त्यति भन्न चाहन्छु। अनि के भन्नु अब अरू सोच्नु पऱ्यो त। यताकोले चाहिँ के अरे चारवटा डिउ बोकेको होला। अनि अहिले चाहिँ हामी यसको घरबाट जाँदैछौँ। सो म त्यति भन्न चाहन्छु। अनि भरे म बाटोतिर पनि सो भ्लग बनाउने छु भन्दै अहिले चाहिँ यस्तो कालो न कालो छ। अनि अब यसमा चाहिँ मजाले उज्यालो हुन्छ नि त। सो हामी यो हाइडोको सिरमा पुग्छौँ त्यतिखेर म बनाउने छु भन्दै। सो अहिले चाहिँ 2 hours later. सो साथीहरू अनि अहिले चाहिँ हामी के पो ठाउँ डेभी टार भन्ने ठाउँमा नि सो आइपुगिसकेको छौँ। अनि हामी दुईजना बाइक चाहिँ कतिजना होला? 5जना चाहिँ गायब। कहाँ गयो अहिलेदेखि पर्खेको होइन। अन्त कहाँ गयो होइन पत्तै छैन। अब एकैचोटि माछा पोखरीमा भनिहाले फेरि त्यस्तै छ नि त भनिहाल्यो नि त। के को त्यो गाडी के कराउँछ नि त्यस्तै कराउँछ त्यो त। सो अब हामी चाहिँ माथि पोखरीमा पुगेर भेट गर्ने हो, नत्र अब हरायो सकियो। खाजा खानु जान्छ। तर आज दिन चाहिँ कस्तो रिस उठ्दो छ क्या। यताको ठाउँ चाहिँ बाक्लो तर एउटा केटी मान्छे रहेछ छैन नि, आएको छैन क्या। कताबाट पो जानु युवाहरूको समस्या। मलाई हात उचाल्नु गाह्रो भइसक्यो। सो साथीहरू म त्यति भन्न चाहन्छु भने अब चाहिँ हामी अलिक माथि कुनै राम्रो ठाउँ आइपुग्यो भने सो म हजुरहरूसँग भेट गर्ने छु। अन्तिमसम्म चाहिँ हेरेर साथ दिनु होला। सो म त्यति भन्न चाहन्छु भने अहिले मलाई हात उचाल्ने गाह्रो भइरहेको छ। सो बाई बाई। 1 hour later. सो साथीहरू होइन अनि अहिले चाहिँ हामी बाटोमा आइपुगेको छौँ। सो यस्तो ठाउँ छ होइन। हामी चाहिँ यो बाटो आएको यत्रो पारिपाटीबाट अनि चिचिला बजार चाहिँ यता पर रहेको छ यो बाटो। अनि हामीलाई चाहिँ पहिलो कुरामा माछा पोखरी कता हो भन्ने कुरा बाटै थाहा नभएर हामी दुई भाइ मात्रै, यो र म मात्रै यत्रो बाटो हिँड्यौँ। साथीहरू पनि भेटाएनौँ। दुईजना 5जना कहाँ हरायो थाहा नै छैन। बाटोमा छोडेको हामीले गिभअप गरेर हामी यहाँ खानु बसेको। अब यहाँ के छ भने फुरनदानाहरू छ होइन, त्यस्तै अरू खाने सबै छ ला खानेकुरा। छोड्दैन फुल छिटो चाहिँ यहाँ निकाल्न। अब मेरेन्डा खाने, फुरनदाना खाने, अहिले एक एकवटा कुरमुरे खाएको बाटोको छेउमा। सो म साथीहरू यति भन्न चाहन्छु। अब चाहिँ हामी फर्किन्छौँ। साथीहरू भेटायो भने आउने नत्र जाने। अहिले यहाँ टाइम देख्नु सक्नुहुनेछ। बिहान कति बजीदेखिको हिँडेको? अनि 5 बजीतिर हिँडेको क्या, 5 बजीतिर। अनि यत्रो बेरमा नि नपुग्नु भनेको लु भयो। लोकेसन ट्याग गरे, लोकेसन स्टार्ट गरेको कहाँ हो लाना अझै 12 किलोमिटर पो देखायो।
अघि त 1 किलोमिटर मात्रै देखाउँदै थियो पारिपट्टिबाट होइन सो चेस गाइज ए आइज चेस आइज चेस अब यो सबै खाइदिन्छ साथीहरू म त्यति भन्न चाहन्छु भन्दै अब हामी खाजा खान्छौँ अनि यत्रो बेरमा भोक पनि लागिसक्यो सो भन्दै बाई बाई A few moments later. कहाँ आएन लाग्छ नि यो बिरामी भएको माछाहरू पनि छ जस्तो छ क्या बिरामी भएको माछा अनि त कहाँ यस्तो धेरै माछा छैन नि देखिँदैन रहेछ खोइ उयो दे त अलिकति भुजिया अहिले यहाँ छ जस्तोलाई अनि किन फोर गर्नु होइन दिएन अलिकति क्या माछा थरै उफ्रिँदैन रहेछ उता थुक्ता अम्म कहाँ थुकेको छ त खोइ हो हो त सो साथीहरू म यति भन्न चाहन्छु अनि अब चाहिँ हामीले होइन त्यस्तै टिकटक बनाइन्छ अनि अब चाहिँ हामी बाटो लागिन्छ हामी आएको पनि धेरै बेर भइसकिसकेको छ सो धेरै बेर होइन भर्खर आएको तर हामीले टाइम चाहिँ धेरै बितायौँ माछाकै सेम मसला माछा नि यस्तै हुन्छ सेम यस्तै पनि बनाएको रहेछ यहाँ सो म त्यति भन्न चाहन्छु माछा पोखरी चाहिँ सो हजुरहरूलाई चाहिँ कस्तो लाग्यो यस्तो दामी रहेछ यहाँ चाहिँ अब माछाहरूको मार्च पास हेर्न चाहनुहुन्छ भने हेर्न सक्नुहुनेछ ल मार्च पास यस्तो मजाले गर्छ कि यिनीहरूले अहम लेफ्ट राइट अब चल दाहिने सलाम म 70 अगाडिबाट अगाडि झाललाका चम्के नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले म यहाँभित्र पसिरहेको छु अहिले मान्छे माथिबाट मान्छेले देख्यो भने नाच्छ होला साथीहरू एकछिनमा भेट्नेछौँ भन्दैछु अहिले चाहिँ हामी अब एकछिन यहाँ घुमघाम गर्छौँ सो त्यति भन्छु बाई बाई 1 hour later. साथीहरू अनि अब चाहिँ हामी घर जान आँटेको होइन सो अनि अहिले चाहिँ हामी 11 बजे 11 बजे आएको होला होइन 11 कति 12 बजे थियो त अहिले चाहिँ अनि अब 1 बज्न आँटेको छ हाम्रो मेम्बरहरू हामीसँग हुनु हुँदैन तर कहाँ जानु भएको छ भन्ने हामीलाई पनि थाहा छैन हामी यो डाँडा कटेर आएको नपत्याए यो ठाउँलाई चाहिँ मान्छेहरूलाई सोध्दा हुन्छ भने हामीलाई चाहिँ एक दिनले पनि यस्तो मजाले साथ दिएको छन् यसरी यति भन्न चाहन्छु भने मिस यू सो मच माछा पोखरी भन्नु अनि सो त्यति भन्न चाहन्छु भने अब चाहिँ हामी बाटो लाग्नुपर्ने हुन्छ भरे फेरि हामीलाई घर पुग्ने अब चाहिँ हामी यताबाट आएको थियौँ भने अब चाहिँ हामी यताबाट जान्छौँ क्या जाने अनि त्यस्तो कुरा न जाने अब यताबाट लु त त्यताबाट जानु त को छिटो पुग्ने बाटो सोधे खोज्ने लिने पुऱ्याएको मैले यहाँसम्म के भन्नु ठाउँ चाहिँ जस ठिकै लाग्यो माछा चाहिँ नसेजेको रहेछ यो ठाउँमा कसै माछाहरू बिरामी भएको नि रहेछ हामीले चाहिँ झोला यहाँ राखिरहेको थियौँ सो साथीहरू म त्यति भन्न चाहन्छु अब फोनलाई त म कुन दिन झट्टी हान्छु ल असला माछा खानुहुन्छ भने यत्रो ठुल्ठुलो अनि यहाँको माछा खाएर मान्छेहरू सिल्किनु होला नमस्ते नमस्ते हस्त धन्यवाद भन्दै अब चाहिँ हामी बाटो लाग्छौँ मेरो फोनको चार्ज पनि 25 रहेको छ सो द्याट्स इट सो बाई बाई 20 minutes later. अनि अहिले चाहिँ फेरि म यहीँ आइसकेको छु सो अनि अहिले चाहिँ हामीसँग सबैजना आइसकिसकेको छ भने उपर फोटो खिच्दैछ तिनीहरू अनि यहाँ छ वन कहाँदेखि छोडेको देवीटारदेखि यिनीहरू त झन्डै नुम पुगेको थियो अरे क्या हाम पनि हुनु चाहिँ त्यताबाट तर मैले के अरे अनलाइनमा चाहिँ त्यो म्यापबाट चाहिँ फेरि यहाँ माछा पोखरीलाई लोकेसन ट्याग गरेर स्टार्ट गरेर मात्रै म यहाँ आइपुगेको क्या नत्र हामी पनि जहाँसँगै पुगेको थियौँ यिनीहरू पनि त्यस्तै भएछ सो म त्यति भन्न चाहन्छु अनि मेरो फोनको चार्ज पनि सकिन आँटेको छ अनि अब यहाँ लाइन हामीले फोन चार्ज गर्ने अनि अब हामी खाजासाजा हान्छौँ खाजा पनि हामीले अघि तल एकचोटि बाइक खाएकै छैन अनि यिनीहरूले पनि उनीहरूसँग भएको जति खाएछ भने अब हामीसँग पनि छ आधो भएभरको जति खाइसक्ने
अनि त्यसपछि मेरो झन् नेटिभ हो हौ पेट फुट्रो पेट्रोल भने होइन हौ अनि के भन्दिनँ अब म त्यति भन्न चाहन्छु अन्त स्याज भयो 2 hours later. कस्तो साथीहरू अनि अहिले चाहिँ हामी सबैजना बाटोमा हिँड्दैछौँ होइन सो यहाँ देखिरहनु भएको होला लाली गुराँस बाटोमा हामी चाहिँ 2 ग्रुप नै होइन सुरुमा हामी 2 जना हिँड्दा पनि यही बाटो अनि सेकेन्डमा हिँड्दा पनि यिनीहरू पनि सेकेन्डमा आउँदा चाहिँ फेरि त्यही बाटो गएछ क्या झन्डै नुम पुगेछ यिनीहरू पनि मकाले झन् पुग्यो जाने चिचिला खाएको छ झन् मकाले हामी गएको भनेको कहाँ भने ए उहाँको मन्दिरहरू त देखिँदो रहेछ तर यहाँबाट राम्रै छैन सिङ्गै सिङ्गा छ के देखाउनु यहाँबाट हाम फाल्यो भने चाहिँ ठिक रहेछ कस्तो सो साथीहरू अब चाहिँ हामी होइन अनि सो म त्यति भन्न चाहन्छु अब चाहिँ हामी कति भइसक्यो 3:45 भइसकेको छ होइन अनि बाटो चाहिँ अझै नै छ तर अब ओह्राली चाहिँ छिटो हुन्छ भन्ने लागेको छ होइन हेरौँ कतिको हिँड्नु सकिन्छ जतिखेर नि बसिएको भइरहेको छौँ सो म त्यति भन्न चाहन्छु अनि सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु भने अनि जो नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि सो म त्यति भन्न चाहन्छु अनि यो चाहिँ मेरो इक्जाम पछाडिको फर्स्ट भ्लग अनि हामी चाहिँ यहाँ किन डुल्न आएको भने हामी खासमा क्लासको सबै साथीहरू आउनु पाए राम्रो हुन्थ्यो भन्ने लागेको थियो होइन तर अब हामी चाहिँ यति मात्रै आयौँ अब यो इक्जाम पछाडि सकेपछि चाहिँ अब हाम्रो होइन अब हामी चाहिँ छुट्टिन्छौँ होला होइन त्यस्तै भन्ने लागेर चाहिँ अब हामी चाहिँ यहाँ लास्टको लागि आएको अनि यो भ्लग चाहिँ मेमोरी पनि हुन्छ सो म त्यति भन्न चाहन्छु अनि फेरि अब नेक्स्ट भिडियोतिर भेटौँला अब आज त्यस्तै हो भोलि पर्सितिर भोलि भ्लग बनाएर पोस्ट गरेर हालौँ ल सो म त्यति भन्न चाहन्छु साथीहरू सो यो लाली गुराँस चाहिँ कस्तो लागेको छ होइन सो म त्यति भन्न चाहन्छु बाई बाई नेक्स्ट भिडियोमा भेटौँला